फाइनली केटा हो आज चाहिँ हाम्रो रोनाल्डो दाजुको अल नासरको चाहिँ म्याच हुनेवाला छ अल रियादको अगेन्स्टमा भने यो म्याच चाहिँ वाइल्डली क्रेजी हुनेवाला छ किनभने आजको म्याचमा चाहिँ रोनाल्डोले खेल्नेछन् भन्ने न्युजहरू आइरहेको छ। अनि म्याचको कुरा गर्नुपर्दा चाहिँ आजसम्ममा अल रियाद भर्सेस अल नासरको म्याचमा 5 वटा म्याच मध्येमा चाहिँ 4 वटा म्याच अल नासरले जितेको छ भने एउटा म्याच चाहिँ ड्र गरेको छ भनेपछि अल नासरले योजरी पनि जित्ने चान्स चाहिँ निकै नै बढी छ। र दुईटै टिमको चाहिँ गेमको लास्ट 5 म्याचेसको फर्महरू हेर्नु पर्दाखेरि चाहिँ अल रियादले 3टा म्याच जितेको छ, एउटा हारेको छ र एउटा ड्र गरेको छ भने अल नासरले चाहिँ 3टा म्याच जितेको छ र 2टा म्याच हारेको छ। मतलब दुवैजनाको फर्म चाहिँ ठिकै नै छ। अनि आजको म्याच जितेर चाहिँ अल नासरले साउदी प्रो लिगको टेबलमा टप 1 र्याङ्क हासिल गर्न सक्छ लाग्छ मलाई चाहिँ किनभने अघिल्लो म्याचमा अल नासरको 3 पोइन्ट छ र अल हिलालको 6 पोइन्टले गरेर अल हिलाल अगाडि छ भने यो म्याच जित्यो भने चाहिँ अल नासर नै टपमा हुनेछ। र यो म्याचको प्रेडिक्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ अल नासरले अल रियादलाई 3-1 हानेर जित्छ जस्तो लागिरहेछ।